अहिले म वैदेशिक रोजगार विभागमा उजुरी गर्नको लागि आइपुगेको छु यहाँ। यहाँ मलाई विदेश लैजान्छु भनेर जो व्यक्ति थियो उसले चाहिँ विदेश नलगेको कारणले पैसा माग्दा पैसा पनि नदिने र विदेश लैजान्छु भनेर दुईचोटिसम्म गरेर मैले 4 लाख रुपियाँ पैसा दिएको छु र त्यो पैसा अहिले उठाउनको लागि पैसा पनि दिइरहेको छैन। अनि उसलाई अहिले चाहिँ उजुरी गरौँ भनेर म यहाँ आएको, तर यहाँ चाहिँ 3 पुस्ते विवरण खोजेको कारणले चाहिँ उसको बैंकबाट 3 पुस्ते विवरण खोज्ने भनेर उसलाई जुन एकाउन्टबाट पैसा हालेको थियो त्यो एकाउन्टको डिटेल्स दिएर बैंक एकाउन्ट नम्बरबाट चाहिँ उसको 3 पुस्ते खोलाउनको लागि निवेदन दिएको छु भर्खरै। पहिला उजुरीको लागि पेपरहरू रेडी गरिसकेको थिएँ, पछि यहाँबाट चाहिँ फेरि अरू चाहिँ कुराकानी गर्नुपर्ने भयो भनेर म यहाँ अहिले आएर उजुरी गर्न लागेको छु आज। यो 4 नम्बर कोठामा लगेर मैले यसरी उजुरी दर्ता गरेको छु र 1-2 दिनमा यहाँबाट फेरि कल आउँछ। त्यसपछि उसको कारबाही सुरु अगाडि हुन्छ भनेर भनिएको छ। म अहिले वैदेशिक रोजगार विभागबाट यो भिडियो बनाइरहेको छु।